नमस्कार। एकजना दाइले केही गर्दै हुनुहुन्छ, सायद नेपाली नै हुनुहुन्छ। दाइ नमस्कार। नमस्कार नमस्कार। सन्चै हुनुहुन्छ दाइ? यो विदेशको ठाउँमा यसरी मजाले घाँसमा बसेर दाइ यो के बनाइराख्नु भएको छ? यो होइन ग्यास्ट्रिक हो, यो आयुर्वेदिक दबाई जस्तै हो। आयुर्वेदिक औषधि जस्तो यसभित्र औषधि बनाइराख्नु भएको छ। ए अनि यो के को लागि प्रयोग गर्नुहुन्छ दाइ यो औषधि? तपाईँ होइन ग्यास्ट्रिक, थाइराइड अनि अल्सर सबैले ठिक हुन्छ। ग्यास्ट्रिक, थाइराइड, अल्सर। अब यो त के छ दाइ यहाँभित्र? यसले त होइन यो धनिया हजुर अनि अलैँची। धनिया अलैँची भनेको सुकमेल, कार्डमम। हजुर। अनि ल्वाङ छ अनि काली मिर्ची छ। काली मिर्ची भनेको मरिच। मरिच यो त पेटको लागि, कब्जियतको लागि त्यसलाई पनि सपोर्ट गर्छ होला दाइ, खाना पचाउन होइन, ग्यास्ट्रिकको लागि। ए अनि कतारमा हुनुहुन्छ? कति वर्ष बताए कतारमा? कतारमा 10 वर्ष। मेसको खाना खानुहुन्छ, मजाले अर्ग्यानिक कुराहरू खानुहुन्छ, मजाले पचाउने, ज्यान पनि साह्रै फिट गर्नुभएको छ। म चाहिँ यसो वाकमा हिँड्दैछु दाइ, पेट बढेर। तर तपाईँ यसरी खाएर मजाले हेल्दी हुनुहुँदो रहेछ। दाइको नाम चाहिँ? मेरो नाम होइन सन्तराम डागी हो। सन्तराम डागी। विमल डाँगीलाई चिन्नुहुन्छ? डागी हो। वनको काँडाले धेरै गीतहरू गाउनु भएको छ, पानासमा बत्ती बालेको। अहिले त अमेरिकामा हुनुहुन्छ। ए साह्रै मजाको हुनुहुँदो रहेछ दाइ, खुसी लाग्यो विदेशको ठाउँमा एउटा अर्ग्यानिक तरिकाले। धेरै धेरै खुसी लाग्यो दाइ है, धेरै खुसी लाग्यो। अनि अब जस्तो के भन्न चाहनुहुन्छ उहाँहरूलाई? जस्तो ग्यास्ट्रिकको समस्याहरू हुँदाखेरि उहाँहरूले चाहिँ तपाईँको बजारको औषधिहरू खानुहुन्छ, मेडिसिन जस्तै इङ्ग्लिस दबाई नखाएर आफ्नै घरमा भएको होइन, भान्सामा भएको आफै बनाएर आयुर्वेदिक खाना नै धेरै राम्रो हुन्छ, शरीरले स्वस्थ गर्छ। तपाईँको यो इङ्ग्लिस दबाई भनेको दबाउने मात्रै हो, ठिक पार्दैन। दबाउने मात्रै, एकछिनलाई खाएपछि ठिक गर्छ, पछि चाहिँ फेरि उल्टिहाल्छ। ठिक भए जस्तो हुने, तर त्यसको साइड इफेक्ट अनि रोगहरू पनि बल्झिने, उल्टो बल्झिन्छ। त्योभन्दा बरु आफै आयुर्वेदिक बनाउने। हजुर। दाइले यहाँ धेरै कुराहरू यो छानिराख्नु भएको छ। यो के त्यही पाउडरहरू गराउँदै हुनुहुन्छ दाइ? त्यही पाउडर हो, फिल्टर गर्दै झोलाबाट। यहाँमा पनि त्यही होला दाइ होइन? यो चाहिँ होइन यो अल्छीको चटनी बनाउनु हो कि होइन? अल्छीको चटनी यो पनि कुट्ने हो। खानासँग अल्छीको चटनी पनि खानुहुन्छ? यो खोर्सानी छ होइन यो। हजुर। आहा, भुटेर मगमग बास्न आइरहेको छ दाइ। अनि नुन हाल्ने अनि हजुर, कुटेर हल्का हल्का खानासँग। बामरी फुलको बोट आयो ढल्काउँदै भने नेपाली पुरानो भाका गीत बजाउँदै होइन, अरू साथीहरू यसरी जरमा खेलिरहँदा दाइ चाहिँ यसरी अचार बनाइराख्नु भएको छ दाइ। यो एकदमै खुसीको कुरा हो दाइ। स्वास्थ्यप्रति यहाँ चाहिँ एकदमै सचेत हुनुहुँदो रहेछ। स्वास्थ्य सबैभन्दा ठुलो धन पनि हो, हामी सचेत पनि हुनुपर्छ। खुसी लाग्यो। यो बोतलमा पनि के हाल्नु भएको छ पानीको भित्र दाइ? के हो यो? यसमा त्यो अर्जुनको बोक्रा छ। अर्जुनको बोक्रा छ अनि त्यो कागतीको धुलो छ। कागती लेमनको धुलो पाउडर छ। हजुर। ए ल, धेरै खुसी लाग्यो दाइ, अचम्मै मजाको हुनुहुँदैछ दाइ पनि। अनि जाँगर पनि असाध्यै दाइ मान्छे ड्युटीबाट थाकेर आएर एसीमा मजाले सुत्छ नि त, दाइ चाहिँ यो मजाले नेचुरल हावामा बसेर गरिराख्नु भएको छ। ल धन्यवाद दाइ, खुसी लाग्यो है दाइ। हस्, धन्यवाद दाइ।